देश सिद्धिएको भ्रष्टाचारले हो, मुलुक सिद्धिएको, अरू कुराले होइन। विदेशी तागत विदेशी शक्तिले होइन, भ्रष्टाचारले। कसले खाएछ म भन्दिनँ, त्यो ले भन्छ, अख्तियारले भन्छ होइन, सिआइबीहरूले भन्छ, मैले भन्ने होइन नि। मैले डाइरेक्ट मुखले यसले भ्रष्टाचार गर्दा म भन्न सक्दिनँ कि प्रमाण साथ भन्न सक्नु पर्यो। देश चाहिँ भ्रष्टाचारले बिग्रेको। वास्तवमा भ्रष्टाचार चाहिँ पाइलामा भ्रष्टाचार छ, एकदम छ भ्रष्टाचार। नेपालमा भ्रष्टाचार मात्रै नभएको भए विकास गर्न त्यति गाह्रो होइन। यस्तो छ नेपालमा, मतलब हामीले सिस्टमै एउटा पद्धति नै बसाल्न सकेनौँ। अलि अर्को पनि त छ नि त, अर्को कुरो पनि छ नि त। त्यही भ्रष्टाचार भयो भने अरू मुलुकमा आगो बाल्छन् जनताले। हामी कहाँ आधा सरो मान्छे भ्रष्टाचार गरेकोमा खुसी छन्। मान्छेमा पनि त हुनु पर्यो, मौका पाएको हो जनतामा पनि त्यो भावना त हुनु पर्यो नि। आफ्नाले गरेकोमा चाहिँ ठिक, अर्काले गरेकोमा चाहिँ बेठिक भन्ने यहाँ त्यो भाष्य छ। तर कस्तो भने हाम्रो कस्तो भने ठाउँ पाउने बित्तिकै केही गर्नै पर्छ भन्ने छ क्या। अब भोलि म यहाँबाट निस्किन्छु नि, अनि के गरी भन्ने मेरै परिवारका मेरै आफन्तहरू नै हुन्छ। मौका पाउँदा पनि केही नगर्ने भनेर, मौका पाउँदा के त्यो हाम्रो कल्चरै जस्तो पो हुन थाल्यो क्या यो। एकदम हामीले अहिलेसम्म यो 30-35 वर्षसम्म भ्रष्टाचार पनिम्यो, भ्रष्टाचार जाग्यो, भ्रष्टाचार यो भन्छ। यसलाई नियन्त्रण चाहिँ हामीले किन गर्न सकेनौँ? नियन्त्रण गर्न त जनताको पनि त हो नि दायित्व। त्यही निकायहरू मात्रै भयो। अब निकायहरूमा जाने मान्छेहरू नै अब छानी त्यस्तै मान्छेहरूलाई, फितलो मान्छेहरूलाई लगेर त्यही काम गराएपछि त हुन्छ के? फेरि हुन्छ के? त्यही हो, हाम्रो संस्कारै पो हुन लाग्यो कि जस्तो छ क्या। पाइलामा जसले जे गरे पनि हुने, कारबाही नै नभएपछि के लाग्छ त?